सुजन चखाल जो गण्डकी प्रदेश म्याग्दी जिल्लामा जन्मिएका हुन्। म्याग्दी जिल्ला कप्तान सुजन चखाल जो मध्यपश्चिमाञ्चल हुँदै अहिलेको गण्डकी प्रदेशमा विगत 10-12 वर्षदेखि आफ्नो खेल देखाउँदै पूर्व कप्तानको भूमिका खेल्दै आएका थिए। सुजन चखाल यस्तो नाम हो, गण्डकीको एउटा गढ पनि मानिन्छ, जसले गण्डकी प्रदेशमा आफ्नो भलिबल जीवन, आफ्नो करियर लामो समय बिताउनमा उनी एकमा पर्छन्। सुजन चखाल खेलमा अलि रिसालो भए पनि तर साथीभाइको नजरमा भने एकदमै हँसिलो र एकदमै स्वभावका सुजन चखाल थिए, जो यतिखेर वैदेशिक यात्राको सिलसिलामा जापान गएका छन्। हुन त नेपालमा भविष्य नै छैन र आफ्नो फ्यामिलीको लागि भए पनि, रोजगारीको लागि भए पनि आफ्नो देश र आफ्नो भलिबलको त्यो माया र त्यो त्यागलाई छाड्नुपर्छ नेपाली खेलाडीले।